हेलो हजुरहरुलाई स्वागत छ यो मेरो भिडियोमा। सदा चाहिँ फेरि आज पनि मैले भिडियो लिएर आएको छु। हेर्नु न, आज चाहिँ खेतमा मेरो आलु तास्नु पर्ने छ हैन। यहाँ आलु काटिरहेको छु, यहाँ धुएको आलु, अनि यहाँनिर खाजा पकाइरहेको छु। अब खाजा बनाएर खेतमा जानुपर्ने हुन्छ साथीहरु। हेर्नु न, 20-25 जना छु मलाई जम्मा जम्मी। तरकारी काटिरहेको छु, कटाइ हुँदैछ। यहाँ ठुलो मान्छे छ, छोरी। हेलो पुकी, हेलो सानी। यस्तै छ साथीहरु, गाउँघरमा खेतको सिजन भयो, त्यही भएर अब धमाधम हुन्छ, मच्चिनु पर्ने हुन्छ। अब आलु तास्नु चाहिँ गाह्रो हुन्छ होला, पानी परेको छैन, धेरै दिन भइसक्यो, खडेरी लागिरहेछ। अब साह्रै भए पनि तास्नु पर्छ हैन, गर्नु पर्छ। अब उयो के अरे आलु काटेर तरकारी पकाएर खाजा बनाउनु पर्छ, चिया पकाउनु पर्छ। गाह्रो छ नि साथीहरु, गाउँमा भनेर खेती नगरी पनि हुँदैन, गर्नै पर्यो। यहाँ म चाहिँ यतापट्टि छु, किचनको यता बाहिर साइडमा बस्ने ठाउँ छ। सानी चाहिँ त्यहाँ पर बसिरहेछ नि। सानी हेलो छिलुलुलु। आलु काट्न सुरु भयो साथीहरु। हजुर गिलास हुन्छ, त्यतिकै अलग्गै खान्छ। यहाँदेखि उकालो हो, अनि यो बाजु जोतेको अनि त्यो पनि यता माथि यो चिलाउनेसम्म लानुपर्ने हुन्छ। यहाँ पनि यो अलैँची बारीदेखि मुनि आज सकिन्छ कि सकिँदैन, भरे सकिएन भने भोलि गर्नुपर्ने हुन्छ। बुवा भाइ आमा यता बसिरहेको हुन्छ। म पनि अब गएँ आलु तास्नु। जाँड लगिदिनु पर्ने थियो जाँड खानेहरूलाई, तर जाँडै माथि भाइले ल्याइदिरहेकै छैन। अब भरे कति फुच्चेसँग कतिजना जम्मा 22 जना छौँ अरे यहाँनिर। सकिन्छ कि सकिँदैन तर आज मेरो खेताला मोटुलाल मोटुलाल हाई भन्थ्यो। चिया खानुपर्ने अरे यता हाम्रो बाजे र काकाले चाहिँ अघि नै लिम्बू चिया खाइसक्नु भएको छ। अनि यहाँ हामी बाहुन पार्टीहरू चाहिँ अब तातो तातो चिया खानुपर्ने बाँड्दै हुनुहुन्छ हाम्रो बहिनीहरूले चाहिँ। पल्लो पार्टीहरूलाई चाहिँ तिम्रो ब्राइटनेस बढाइरहेको छ रोजिका? आफै बढ्छ अटोमेटिक नै होइन, उयो सेटिङमा जानुपर्छ। मेरो त्यस्तो हुन्थ्यो कि अहिले उयो गरेर बढ्दैन ठिक्क जति। त्यस्तै भएपछि ब्याट्री टिक्दैन। अम्बुङे 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 गल्के जग्गा ए हाम्रो बाजे सबभन्दा पर छेउमा गएर बस्नु भएको छ। अब सांग्नु पनि के त ताङ बा भिडियो झुङ्ने छेवा।
खोलाको बगर मेरो चिया त होइन कहिले अघि चिया खाइसकेको लास्टमा म चाहिँ आफ्नो चिया म चाहिँ हाम्रो रोजिका बहिनीको क्यामेरा मेन है आफै देखिँदैछु यहाँनिर चिया चाहिँ लास्टै मिठो पकाएछ हाम्रो खाजा खाने ठाउँ है साथीहरू अघि ल्याएर खाजा चाहिँ यहाँ राखेका छौँ भाँडामा चाहिँ यहाँ टुप्पोभित्र यता पर पनि चियाहरू तरकारीहरू यो गोठ चाहिँ भत्केछ है यो खेत पनि बाँझै छ खै बेच्नु भएको कि खेती कमाउनुको हेर्ने साथीहरू हाम्रो चाहिँ यस्तो छ डढेलो पनि लाउँदैछ त्यहाँनिर यहाँ ठुलो आली तास्ने मान्छे छ मोटु नक्कले हिँडेको ओहो केही पो देखिँदैन हौ भिडियो गरौँ है भनेको त यस्तो छ है साथीहरू म चाहिँ यहाँ नानी हेर्दैछु अब चिया पकाउनु पर्ने हुन्छ खाजासँग खाने अलिक पुग्दैन जस्तो छ खद्नुले बोल्यो यहाँ तल तासेर यता मात्रै आइपुग्यो मेलो चाहिँ यहाँ पुग्यो खेतालाहरू चाहिँ रमाइलो गरी बसिरहेछ है ए बसिरहेछ अरे के अरे खन्दै हुनुहुन्छ आउनु एकछिन नानी हेर्नु म खन्छु थाङे गल्नु भयो होला नि त बोल्नै भएन गल्नु भयो होला भनेर बोलाएको त हाम्रो काकाले कसलाई भन्नुभएको गल्नु भयो होला बिरामी हुनुहुन्छ क्या काका छ सानो ए सानो अरे थोरै छ यसलाई हेर्नु मात्रै पर्छ हिँड्छ अलिअलि दिदी काका रमाइलो भयो काका किन अग्लो हुनु भएर होला अलिक अल्छे हुनुभयो यस्तो चाहिँ साथीहरू अब म चाहिँ खाजा खाने बेला हुन आँट्यो म जाँड छान्न जान्छु जाँड छान्नु पर्ने छ छानेको सकिसक्यो वही अब कोदालाई पनि बनाउनु पर्ने छ अब गएर जाँड छानेर खाजा खानु बोलाउनु पर्ने कस्तो राम्रो देखिन्छ तासेको चाहिँ मोटु के छ खबर हेलो के गर्नुभएको जुरेली जस्तो कपाल दुईचोटि बाँधिदिएर दुईपट्टि पानी खाने बुवाले चाहिँ चिया पकाउँदै हुनुहुन्छ चिया पकाउँदै हुनुहुन्छ हामी ससुरा बुहारी चाहिँ यस्तै छ हाम्रो काम एकछिन भ्याउँदा खन्नु गयो है भ्याइएन यता काम गर्नुपर्ने हुन्छ यहाँ ठुलो खेताला छ सानो पानी खानुभएको
गिलासहरू सफा गर्नुपर्ने छ साथीहरू। धुलो हुन्छ नि त फोहोर हुन्छ अलिअलि सफा गर्नुपर्छ। रासे रासे आमौ आउनु सफा गरिसके साथीहरू। खै यहाँ हेरौँ त हाम्रो बोजू अनि काका। खै खाजा देखाउनु त टिकामाया बोजू। हो कुजानु बे आज मिठो छ मिठो छ। ल ल ल आज 2083 सालको खेतमा काम गर्ने स्टार्टिङ हो। खाजा खाने बेला तयाम भयो है। एकछिन म खान्छु दिँदै गर्नु। ल ल ल काका त आज त के मोड अफ देखिरहेको छु त म हाम्रो काकालाई। कान्छा काका कोनी के भएको छ बन्दा किसु अचार पनि थियो त होइन। एकछिन मात्रै ल्याइ म एकछिनमा खान्छु ल। यहाँ अहिले चाहिँ यो बनाइदिइरहेको छु। त्यो चाहिँ फमेसोको अचार मिसोले नै आउँदैछन् है। चिया बाजे आतो क्यों पाइङ ल गोठ पनि भत्की गएछ नत्र यहाँ गोठमुनि बसेर खानु पर्थ्यो खाजा। यहाँ पर छन्। देउरानी बहिनीहरू चाहिँ आजको मेन के भनौँ भान्सेहरू हुनुहुन्छ यहाँनिर। एकजना सब्जी पस्काउने एकजना खाना पस्काउने। बाँकी बहिनीहरू चाहिँ यता आउँदै हुनुहुन्छ। म क्यामेराम्यान। मेलो छोड्नु मानिरहेको थिएन है। ए बाजे जान्नु कि खाजान्न खै के थिमे भेरङ्ग बाजेर। ए ल ल ल ल बाजे औ वा क्याङसे बाजे ल ल ल ल आएको अन्तिम मर र बाजे। बुढो भइसक्यो नि अन्नु ओहो क्याप्टेन सुहायो। बोजू तकिन यो र भाबी तपाईँको तरुनी
तपाईँको तरुनी हो क्याप्टेन क्याप्टेन साप क्याप्टेन साप ल तपाईँ ल खाना पुगेको काका